यो जिपे खोल्नुहोस्। यसमा गएर बिल एन्ड रिचार्जमा गएर यो ब्रोडब्यान्ड ल्यान्डलाइन यसमा क्लिक गर्नुहोस्। अनि यहाँ माथि WISHNET लेख्नुहोस्। विसनेट, यहाँ विसनेट आइहाल्छ। विसनेट बिल पेमेन्ट यसमा क्लिक गर्नुहोस्। इन्टर एकाउन्ट डिटेल्स, कस्टमर नम्बर, यहाँ चाहिँ तपाईँले आफ्नो कस्टमर आइडी लगाउनुहोस्। लगाइसकेपछि यहाँ कन्टिन्यू गर्नुहोस्। कन्टिन्यू गरिसकेपछि तपाईँको यहाँ नाम सो गर्छ, एकाउन्ट होल्डर नेम, कस्टमर नम्बर। अनि यहाँ मुनि चाहिँ त्यहाँदेखिको लिङ्कमा क्लिक गर्नुहोस्। लिङ्कमा क्लिक गरिसकेपछि तपाईँको एमाउन्ट देखाइहाल्छ। यहाँनिर एमाउन्ट देखाइसकेपछि चाहिँ यहाँ पे बिलमा थिच्नुहोस्। हुन्छ।